एक बनाउँदो पो रहेछ त्यही त हजुर यहाँ हामी चाहिँ यहाँ भात हामी यसरी राखेको भात हामी चिताको पुगोस् पुगोस् स्याहार नबोली बोल्ने मान्छेसँग हजुर भन्दाखेरि मरिँदैन मोही साथीहरू के छ है तपाईहरुकोतिर हाम्रोतिर त पुरै पानी परेर हिलाम्मे भएको छ है यो चाहिँ हाम्रो गाउँ अनि आज चाहिँ 2083 सालको चाहिँ वैशाख महिनाको 26 गते है अनि सधैँ चाहिँ पानी पर्दैन थियो यसपालि चाहिँ पानी परेर बिजोक बनाएको छ है थोरै थोरै पानीहरु त चाहिएको पनि हो यो बाटो पनि यस्तो छ अनि अहिले यो साल चाहिँ धेरै पानी परेको छ अनि म चाहिँ विशेष गरेर हाम्रो साइनुमा चाहिँ काका पर्नुहुन्छ नि प्रजुन राईको चाहिँ आज शुभ कार्य भीमसेन पूजा गर्ने भनेर चाहिँ हामी चाहिँ दाजुभाइ भित्रको मान्छे चाहिँ अलिक अगाडि नै भेला हुने भनेर पुरै म चाहिँ हिँडिरहेको छु है साथीहरु ल है साथीहरु पुरै यहाँ तयारी हुँदैछ है म आइपुगेछु अहिले आइपुग्नु भयो के छ नि रागो भनेको रागा भनेको के त्यसै सोन्याउ तिमीले चाहिँ अर्कै सोन्याउ यहाँ पूजाको थान तयारी हुँदैछ है ल आजको दादा यो गतिलै रहेछ त नि त यही पर्छाएर बान्ने हो केटो सिङौरी त खेलिरहन्छ मजाले यसलाई सुरताल जिस्का सब मान्छ क्या खेल्नु पो हात अर्को चाहिँ गुड एकैछिन भएको चाहिँ अब यता खोइ यता उभा उभो त्यहाँ खान्छ यहाँ चाहिँ खाने बस्ने ठाउँ व्यवस्थापन गर्दैछौँ है हामीले ल यो चाहिँ रागा नखानेलाई है पर्छ ल ल बाँधौँ न जोडी चाहिँ ल्याउन पहिला डोरी त्यति नै हो छैन अरू अस्ति केटा ल्याउँछौँ है भन्थ्यो तल हामीसँग छ नि डोरी त फोन गर्नु भएन त अहिले फोन गरेर त हामी डोरी लिएर आइदिउँ नि डोरी त
भन्नु भएन होइन यसो तन्काएर पछाडि ल हामी चाहिँ राँको पर्छौँ हुन्छ भने त हाम्रो पुजारीमा हुनुहुन्छ बाबु हामी चाहिँ अब राँको तर्ने तयारी गर्दैछौँ सबैले बोल्छ भयो सबैले डल्लो हात घुम्थ्यो होला निकालेर हिँड्यो भने खुट्टामा बाँध्नु पर्दैन डोरी दाइ डोरी तल सार्नु पर्छ अलिक डोरी तान्नै पर्छ राकेशै छोडिदिँदा भयो उठाएर मात्रै बाँध्नु होला नि नमस्कार है बुबु आइपुग्नु भयो सिक्किम लाउँदै तपाईले सिक्किम लाउनु छोड भन सबै सिक्किममा बस्छ है यो डोरी धेरै तान्नु अलग बाँधेर अर्को डोरी चाहिन्छ यहाँ भुसा बाँधेको डोरी कहाँ पर्यो अलि लाउनु भन्नु है यहाँ दादा फोन गर्दा अर्कै त आउनु हैन हो रागा ठिक बसेछ है सास बन्द गरेर हान्नु अलि अप्ठ्यारो चाहिँ अप्ठ्यारो हुन्छ होला निकै तल झरेछ टाउको अलिक माथि हुनुपर्ने नि एकदम मैला बसिरहेको छ टाउको बाटोमा हिलो अब तानेपछि तरिन्छ क्या तानेपछि पो तरिन्छ त साह्रै जोड्दै नखस्नु है फेरि अत्ताको हुनुपर्छ क्या रागा त्यसरी मात्रै काटिन्छ यो त तल भएको यो त छोडेर अब एक बल गर्छ भने सुत्छ रागा नोको सोरमा चाहिँ सा सोर्नु पर्छ
यो चाहिँ टाइट गर्नुपर्छ नि के हो यो खग्लो यो सिधा बसेन नि त नि अर्को डोरीले कस्तो पर्दैन हो राको ढल्छ अनि कसामु यो लाख बनाएको मस्ते मुर्खा गाटा बुझ्छ डोरी गाडी बनाउँ त गाटा बनाएर यता आउन डोरी यता बन्द है यता आउन तिमी यार लु त न्यू भारो गरौँ त अटो चाहिँ मैले ल राकेश छर्का गाडी छैन नि त यो अचानक भयो अचानक गाटा मार्नु पर्छ ओइला त मैले चाहिँ 80 बल गरेर म मेरो पुछातिर पक्रे हो नि ताने त हातीको त हाम्रो पहाडी सासुको गरी हाल्छ हाती हल्का डोरी छोड्नु न नाताले आछे छिटो लगाइ अनि छोड्नु अहिले हान्ने बेला मात्रै काम पाउनु हो के हात बचाऊ हात बचाऊ है करा तरिएको छैन तरिएको छैन धेरै नजाऊ एकछिन उफ्रो झ्याम्पल कता छ उखाल्नु उखाल्दैन उखाल्नु उक्लिँदैन अलिकति उठो यो कन्डो अलिकति उठो सिधा कहाँ खाइ पुछरमा तान्ने आउनु नै हो यहाँ उचालामु पहिले काटेपछि सुनेर भने रेटले है चालो भनेको मैले चाक घुमेको छ भनेको यो उयो भयो थियो ले चाक हुन्छ भयो त सक्यो त हस्पिटल जानुपर्छ गाडीका के कस्तो हुने काम फर्किने दक्षिणाहरू दिनुपर्छ पर्दैन दक्षिणाहरू दिनुपर्छ पर्दैन उनीहरूले जान्छ छैन त्यो त भनेर थियो नि त ए भन्नुभएको छ हजुर रक्सी थुपारे दिन्छ अरे थुपारे दिन्छ अरे माथिल्लो दर्जामा पढोस् होडी हो अब आशीर्वाद पछि तर हाम्रो
आमा बाबुले त्यहाँनिर ठुलो उनीहरूको फङ्सन हुन्छ त्यहाँ घर पुग्दाखेरि अलिक बाङ्गो बाङ्गो पनि भयो अहिले त्यो चाहिँ अब यहाँ सर्ने हो अब कटिङ बिहानदेखिको अहिलेसम्म काटेको कान्छालाई बधाई छ। यहाँ पक्वा पोलियो हामीले त्यो त पानी आएको छैन ल हाम्रो गाउँको जवानहरू खट्दै हुनुहुन्छ। त्यो माथि त्यो यो खा पनि जाने ट्याङ्कीको नि त्यहाँबाट मैले गाडी झारेको त्यो अस्ति भरले लिएर पछि होला क्या त्यो 400 भातसित सङ्लो आइरहन्थ्यो ओह्रालो पऱ्यो जम्मै काटाबाट पिसेछ। तिमी एउटा स्पिकरले हो क्या यस्तो पर हजुर पर पक्वाको तयारी हुँदैछ है। यहाँ प्रमोदले घोप्टाइहालेछ हात पोल्दै एक बनाउँदो पो रहेछ त्यही त। यहाँ भात हामी खानाको लागि मासु तयारी हुँदैछ पुरा। ल ठिक छ यो हो नि त ठिक छ मासु जोख्दैछौँ हामी। टाकटुकै एउटै बिना टाकटुक 300 रुपियाँ किलोले त काट 14 भयो नि यो माइला जापे 14 भएको छ यहाँ लु 15 लु 15 15 यो चाहिँ बिर्सिन्छ भनेर होइन कता बिर्सिन्छ भनेर र त यो राम्रो नि पहिलाको बाबा चाहिँ यसै गर्थ्यो क्या त्यही त नि लेखेर भन्दा यो मिल्का राख्यो भने जाउ जाउ ल्याउ ल्याउ भाक्रा बेला भयो भनेर भन्छ यो त ढुक्कै दामी पाएको है टिका राम्रो किसिम खेलो कतिले खान्छ बोले खाँदैन भन्ने खानपिन सुरु भयो। ओइ यो हो नि त लाइन भनेको त हाम्रो यो चाहिँ पुजारीको विधा है। चिन्नुपर्छ गाउँघरको मान्छेलाई को छन् आफूले मान्नेलाई आफूले मान्ने मानी माग्नेले मानी पनि माग्नुपर्छ भाइ कहिले नराम्रो बोली नआओस्
नराम्रो बोली नहोस् बोलेको बोली कहिल्यै पनि पुग्ने मात्रै बोल्ने छोरा मान्छेले बोलेर अब यहाँ त अब तपाईँ यहाँ घर छोडेर अब कहाँ बाहिर जानु त मेरो घरमा जाँदा यस्तो छ त्यस्तो छ म यस्तो खालको मान्छे हुँ भनेर गफ गर्नुहुन्छ अब गफ गरेको अनुसार घरमा त मान्छे तपाईँ नहुँदा आइपुग्यो भने गफ गरे अनुसार पुगेन भने इज्जत जान्छ फलामको पाइन कामीले राख्दा रहन्छ फेरि पाइन आउँछ छोरा मान्छेले एकपल्ट पाइन गएपछि गयो बाचिन्जेललाई सक्यो बाचिन्जेल पुग्छ त्यही कारण बोल्दाखेरि छोरा मान्छेले पुग्ने मात्रै बोल्ने जति सकिन्छ त्यति मात्रै हलो जोतिन्छ नि म हली हो भन्ने नि होइन भन्ने नि म मालिक मेरो बाउ यस्तो मालिक हो म मालिकको छोरा भएको कुरो देखाइदिनु पर्छ ठुलो मान्छे भए पनि सानै मान्छे भएर हिँडेको राम्रो हुन्छ तपाईँले चिताएको पुगोस् सानो बोल्ने मान्छेसँग हजुर भन्दाखेरि मरिँदैन म नमस्कार त जसले पनि गर्छ म तर म कामीलाई पनि तिमी भन्नु जान्दिनँ म भन्दा सानो पनि म त अहिलेसम्म यत्रो बुढो भएँ तिमी भन्ने बोलाएको छु म तपाईँले हजुरले भन्दाखेरि सानो हुँदैन बोली भनेको मान्छेको लाख रुपियाँको हुन्छ यही बोलीले मुखले भात पनि खुवाउँछ यही मुखले लाख पनि खुवाउँछ यही मुखले लात खुवाइहाल्छ यही मुख भात खुवाउनु पनि यही मुख लाख खुवाउनु पनि यही मुख अब घुम्दै जानु पुगिन्छ हजुर मसँग त पैसा भोक लाग्यो कसो गर्नु खाँदै गरेको भात पनि छोडेर दिनुपर्छ त्यो मान्छे भोक लाग्यो पैसा छैन त मर्नु त भएन बोले चाहिँ एकदम भाइ बहिनीले अब तपाईँ पनि त माथिको दाजु भइहाल्यो भाइ बहिनीलाई पनि तपाईँ हिँडेको बाटोमा हिँड्नु सिकाउनुपर्छ अब हिँड्न हेर्दा आँखाले हेर्दा हिँड्न त ठेस लागेर लडिन्छ भन्ने लड्छ जान्दैन भाइ बहिनी यो बाटो हिँड्नु यसो गरेर सिकाउने हो मान्छेले अराउने हो अब तपाईँ पनि ठुल्ठुलो अब बाउ आमा काका सब हुनुहुन्छ होइन तर अब तपाईँ जान्ने हुनुभयो बाउ आमा हामीले जाने जति जान्दैन नि जान्दैन अर्कै आशीर्वाद चाहिँ माग्नै पर्छ बाउ आमालाई सोध्ने हो बाउआमाकै अस्ति उद्देश्य माग्नु पर्छ कसो गर्नु भने सोध्ने हो बाउ आमा सोध्ने हो काका बडा बाउ दाजुभाइलाई सबैले म यसो गर्दैछु कसो गरौँ अब मभन्दा हेड सर हो नि त हेर्छ नि तर यहाँ घर व्यवहारिकमा मलाई सोध्नुहुन्छ हेर्छले त मलाई त पुकाल्छ खालि मलाई नै पुकाल्छ यस्तो गर्नु चाहिँ कसो गर्ने हो यसो गरे त भन्दैन नि अब माग्नै पर्यो माउलीहरूले शिर उठाइदिँदै हुनुहुन्छ है कहाँ चाहिँ के को बाँड्छु यहाँको नयाँ है खानपिन सुरु भयो है दामी छ होइन त यो चाहिँ अब हाम्रो कुकमेनहरूले पकाएको एकदम दामी छ अनि प्रोफेसनल छ नि त हेर फेरि हाम्रो कुक पानी ल मैले हाम्रो प्रमुख मान्छेले त साइ सुई खाइसकेको छ यार ल है गाउँलेहरू मजाले खाऊ है नअड्किकन अड्क्यो भने म डिउ ल्याइदिन्छु हस् निमा हस् चाहिँ सामानहरू बोक्दैछौँ है अब सिधा भाइ भाग है नाच्दैन है अरे अठला कुर्सीले दिनु राख्ने ल है हाम्रो चाहिँ नि आजको कार्य सकेर है सामान सारिँदैछ है ल है ल नङ्लो खोइ कहाँको लप्पर पर्ला जस्तो लागिरहेछ यार सबै उठेन त उठेन कपा त्यही भएर हामी हिँडेको उठाउनुलाई सक्यो सक्यो भने त भेरी गुड नि ल है सामान ओसारा चल्दैछ अन्तिम सक्यो ए लु खुसीको खबर हो यो हो लाइन
घरपति आमैले काटामा तलमाथि भए पनि चाहिँ काट्नेको चाहिँ शिरनाम गर्दै है यो चाहिँ हाम्रो उहाँको मेरो भाइको पनि भाइ मेरो पनि भाइ उहाँको पूर्ण चित्र नाम हो सबैले यो केपिटाइज गर्ने बासपानी फाबुङ भित्रको सबै सिमपानीभित्रको सबै शिवहरूले साथ गरोस् भाइको नाम के अरे पर्जन 7 करोड 7मा 7 काठमा काठ सक्सेस सिमियो भनेपछि बस सबको साथी हो देवी जोडी जति छन् त्यति सबै साथ सहयोग गरेर बोनस नाम चलोस् त्यसमा हाम्रो पनि हामी अगाडि खाओस् आफै पनि चाहिँ कसको छोरा कसको बाबा बाजा कसको नानी नतेना कसको छोराछोरी भन्दाखेरि नाम चलोस् सुभाष खोलेर गरी खाओस् अझै यो शुभमा अझै पनि शुभ होस् राम्रो होस् भनेर मेरो राति बाहिर दिएको आशीर्वाद सिद्धमा कति भनेर चाहिँ उज्जवल भएर चाहिँ दाइनो भएर सबैको दाइनो कृष्ण दाइनो आमाको दाइनो मौलीको दाइनो दाजुभाइ दाइनो भएर बसी खाने हुन् भाइ एकछिन बस्नु है भनेको भएर बसी खाने होस् अब अर्को दिन आउँदै यति भन्दै हामी एकछिन दिन बस्नु न म बस्छु नि त भाइ यो त बस्नु न मैले छोडेको सबैले